हेलो गाइस, वेलकम छ मेरो युट्युब च्यानलमा। आज हामी कुरा गर्नेछौँ नेपाल भर्सेस नेदरल्यान्ड्सको बारेमा। आज हाम्रो नेपाल नेदरल्यान्डको विरुद्ध टी20 म्याच खेल्नेछ। अब तपाईलाई म भन्छु कि 2023 र 24 मा हाम्रो नेपालले नेदरल्यान्ड र स्कटल्यान्ड खेलेको म्याचमा टी20 फर्मेटमा हाम्रो नेपालको पर्फर्मेन्स एकदमै नराम्रो गएको थियो। धेरै म्याच पनि लुज गरेको छ। अब 2025 मा हाम्रो टिमको कोच पनि चेन्ज भएको छ, प्लेयर पनि चेन्ज भएको छ र खेल्ने तरिका पनि चेन्ज भएको छ। के यो चेन्जेसको कारणले हाम्रो नेपाल स्कटल्यान्ड र नेदरल्यान्डलाई बिट गर्न सक्छ? यदि हाम्रो नेपालले यो चारवटै म्याचमा यदि नेदरल्यान्ड र स्कटल्यान्डलाई बिट गर्यो भने हामीलाई पक्कै कन्फिडेन्स हुनेछ कि हाम्रो नेपाल पनि टी20 फर्मेटमा एकदमै राम्रो भइसकेको छ र सेप्टेम्बरमा हुन गइरहेको छ वेस्ट इन्डिज अगेन्स्ट म्याच, त्यसमा हाम्रो नेपालले एकदमै राम्रो गर्नेछ, यो हाम्रो आशा रहेको छ। साथीहरू, यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला।